दर्शन नमस्ते एन्ड जय सुपर देउराली। आज मेरो यात्रा चाहिँ सुपर देउरालीसम्मको। हामी चाहिँ अब सुपर देउराली जानको लागि रेडी भइसकेका छौँ र आज हामी चाहिँ ग्रुपमा छौँ 15 देखि 20 जना जति चाहिँ हुन्छ होला। एउटा विङ्गर र एउटा कारमा चाहिँ आज मेरो आफ्नै पूजा सुपर देउरालीलाई म आज दर्शन गर्न जाँदैछु। सम्पूर्णले भिडियो हेरेर साथ दिनु होला अन्तिमसम्म। माईको दर्शन गर्न सैन्यमय नगरपालिकाबाट प्रस्थान गरेका छौँ र यति बेला हामी गोरुसिंहको जङ्गलमा आसपासमा आइसकेका छौँ। आज दिनभरि हजुरले हामी गलत भिडियो मार्फत आजको मनोरञ्जन देखाउँछौँ। हस्त धन्यवाद। पहिला यस्तो भिड हुन्थेन, अहिले कति भिड छ बाबै। आमा मान्छेहरू गाडी पारिङ गर्ने ठाउँ पनि छ कि छैन। सुपर देउराली मन्दिर आइपुग्यौँ। आज चाहिँ यति भिड छ कि सुपर देउराली चाहिँ
बेला मैले यहाँको चाहिँ हरियाली देखाउन चाहेँ एकदम के यहाँको मौसम चिसो चिसो यस्तो आनन्द आइरहेको छ कि कुरै नगरौँ है साथीहरू यस्तो एकचोटि चाहिँ आउनै पर्छ यो ठाउँमा यस्तो चिसो है हेर्नु न यस्तो घाम लागिरहेको छ यस्तो आनन्द मौसम हरियाली यस्तो आनन्द आउने कि यो ठाउँमा आउँदाखेरि पनि है हेर्नुहोस् त आमा है मलाई त यस्तै आनन्द आइरहेको छ है रमाइलो पनि भइरहेको छ अब यस्तै भिडभाड पनि छ नाचगानहरू पनि यस्तो भइरहेको छ कपाल रमाइलो भइरहेको छ यो चाहिँ सुब्बा देउराली चाहिँ तपाईँहरू पनि एकचोटि आउनै पर्छ भनेर मलाई लाग्छ है किनकि सुब्बा देउराली मन्दिर चाहिँ यति उस थियो मैले पहिलादेखि नै मान्दै आउने मन्दिर हो यो र मैले अहिले पनि मान्छु र पछि पनि मान्नेछु मैले भक्कल गरेको थिएँ त्यो आज मैले पुरा गरेँ म मेरै पूजाको लागि आएको थिएँ यस्तो रमाइलो भयो भिडभाड चाहिँ अरू बेला त म पूजापाठ गर्न आइरहेको थिएँ तर भक्कल थिएन तर आज पहिला आउँदाखेरि यस्तो भिड थिएन अहिले त यस्तो भिड थियो कि कुरै नगरौँ साथीहरू यो मैले फर्स्टचोटि देखेँ मैले यो सुब्बा देउरालीको मन्दिरमा यति भिड हुन्छ भन्ने चाहिँ तर मेरो पूजापाठहरू चाहिँ राम्रै भयो एकदम रमाइलो भयो साथीहरू आउनु भएको छ धेरैजना सपोर्ट पनि गर्नुभएको छ हामी एउटा गाडीमा आएको छौँ रमाइलो बल भइरहेको छ अब एकछिनमा नाचगान हुने कुराहरू भएको छ म नाचगानहरू पनि तपाईँलाई कन्टिन्यू देखाउने छु